वेलकम टु हजुरहरूलाई फेरि राज ब्लग। आजको डिनर चाहिँ सुरु गरेँ मैले फेरि। अघि हजुरलाई भन्नु थिएँ मैले डिनर बनाउँदैछु भनेर, त्यही आज दिनमा त्यसै ढिलो भयो। त्यही हुँदा हुँदै फेरि आएर आज फेरि माछा खानु मन पऱ्यो र माछा ल्याएर फ्राई गर्दा त्यसलाई पकाएर रेडी भयो। त्यहाँ फेरि यो लो, त्यसको लो पनि एकदमै राम्रो हुन्छ। अब यो माछाको लोको अचार मजाले एकदम हेर्नुहोस् है, दामी भएछ। अन्त त्यो लो बनाएँ र मलाई दामी लाग्छ। हजुरलाई कस्तो लाग्छ पनि। आजको डिनर चाहिँ माछा, त्यसको लो, यो माछाको झोल फ्राई गरेर एकदम हजुरहरूलाई समक्षमा आजको डिनर सुरु गरेँ। तपाईँहरूलाई मात्र आशा लाग्छ कि कतिले खाइसक्नु भयो होला र कहिले खानु भयो होला र कतिले खाइसक्नु भयो होला। म चाहिँ अहिले खाँदैछु। खानु भएको छैन भने तपाईँहरू पनि खानुहोस् है अन्त भरे। अन्त त्यहाँदेखि चाहिँ गुड नाइट हो आजको लागि। भोलि भेटौँ। ओके, बाई बाई, हेभ अ नाइस डे।